हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म फेरि पनि भिडियो बनाउँदैछु किनभने आज चाहिँ हामी घुम्न जान लागेको छु गाइज। आज चाहिँ हामी यहाँ बहिनी अनि भाउजू हामी तीनजना चाहिँ मिलेर हामी चाहिँ घुम्न जाँदैछौँ अनि हाम्रो यही नुवाकोटको कुङ्गुरी पार्क भन्ने ठाउँमा। अनि हामी चाहिँ हस्पिटलले जानु छ, हस्पिटलबाट हामी हस्पिटल जाने न्युमा हस्पिटलले जाने अनि त्यहाँ घुम्नु पनि जाने भनेर हामी चाहिँ यहाँबाट रेडी हुँदैछ। भाउजू चाहिँ उहाँ हुनुहुन्छ, हामी रेडी भइरहेको भएको। अनि यता कुतिया हामी तीनजना चाहिँ हामी घुम्न जान लागेको छौँ। अब चाहिँ हामी घरबाट निस्किन्छौँ। हामी चाहिँ घरबाट हिँडिसकेका छौँ। अब चाहिँ हामी हिँड्दैछौँ बाटोतिर चस्मा लाएर राम्री बनेर होइन। अब बुढो बाहिर हुनुहुन्छ नि त। अब बाटोतिर कोही केटाहरू पटिन्छ कि भनेर हिँड्दैछु। चाहिँ तीनजना मात्र छौँ है। ताला कुएको कसले देख्छ मन रोएको टोपी ढाकाले दहेरै हेरेको मायाले देखेको मेरै आँखाले। मेरो बहिनीको बिचारा मन कसैले देखिन रहेछ त होइन। यो हेरौँ न कहाँ रोएको रहेछ। ल न त गाइस हामी चाहिँ चल्दिएको ल। अब चाहिँ देखे नक्कली पारा हामी चाहिँ यहाँ पुलतिर आइपुगेको छौँ। मेरो स्टाफ बहिनीहरू चाहिँ यहाँ गीत गाउँदै हिँड्छ। कता हिँडेको दुजुले बालेर हट भएर हामी हेरे ए होइन नि केटो हेरे केटी भएर हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे। दुश्मन भन्ने चिज सबैको हुन्छ तर हुनु पनि सबैको हुन्छ तर हुनु चाहिँ हुँदैन, हाम्रो चाहिँ छैन भनेर भन्न नमिल्ने। अर्काको घरको यिनीहरूले उ गरेर अर्काको घरको हिँड्नु पा आफ्नो घर भयो नि हुन्छ नि यार। अर्काको घरलाई पुऱ्याइ क्या अर्काको घरलाई त्यस्तो भन्ने होइन, त्यस्तो भन्नै हुँदैन नि अर्काको घरलाई होइन। यिनीहरू चाहिँ अगाडि हिँड्छ कि बिचरा मलाई सार्नु भनेर हेपेर पछाडि राखेँ होला। म त अगाडि चल्दिन्छु त फेरि होइन। म त अगाडि पो चल्दिन्छ त, त्यस्तो पछि बस्ने मान्छे नै होइन क्या रे क्या। आज हाम्रो एकजना बहिनी एकदम चमक भएको छ गाइस, के गर्ने होला। यिनीहरूले मलाई भन्दा चाहिँ क्या मजाले यस्तै हो। हामी त यस्तै त हो नि ब्रो, हामी यस्तै त हो नि हो, हाम्रो पाडा यस्तै त हो नि हो, गाइस अब यस्तै पारामा हो हाम्रो पाडा यस्तै त हो नि ब्रो। हेर कि अब घमण्ड हो ब्रो। खासोले उसको असली रूप भने हो नि त। उसले मलाई भन्यो भने त आफूले भन्यो पसिना आइरहेको छ भने यार। कस्तो पुड्की देख्यो भाइ, पुड्की डल्ली टिक्का किपर। हेलो गाइजहरु, यहाँ हेर्नु ल न गाईहरू हेर्नु न। यस्तै भिसेमा नि छ है यस्तो रातो। वाउ
तर रेड रहेछ क्या त्यो रेड भाउजू चाहिँ यहाँ के भन्छ गर्मी भयो उहाँले चाहिँ बाक्लो कपडा लगाएर आउनु भएको रहेछ अनि उहाँलाई चाहिँ फेरि जाडो हुन्छ भनेर बाक्लो लगाएर आउनु भएको रहेछ नि त अनि अहिले फेरि आउँदा आउँदा गर्मी भयो बिचरालाई अनि सकेन त्यही भएर उहाँले चाहिँ कपडा चेन्ज हुँदैछ उहाँको चाहिँ भाइरललाई बनाइदिन्छु म च्यानललाई कुरा लगाइदिनु भन्दा पनि देखाइदिन्छु बिचरा अस्ति बहिनीले कोटाइदिएको यहाँ दाकै कस्तो देखिरहेको रहेछ हाम्रो बेचवती पुत्र यता हाम्रो अर्जुन दाइको पसल हाम्रो ढुङ्गे बजार घुम्ने आयो के यस्तो भइहाल्छ होइन आजभोलि अलि यो हुन लाग्छ थालेको छ हाम्रो पानी भैया छैन रहेछ मामाहरू दिएर खराब मामाहरू यहाँ चेकिङमा बस्नु भएछ भान्जा भान्जीहरूको सुरक्षाको लागि लापरवाही हुन्छ त्यही भएर मामाहरू ठाउँ ठाउँमा बस्नु परिरहेको हुन्छ चेकको लागि हामी चाहिँ अब यहाँ ढुङ्गेबाट पनि हिँडिसकेका छौँ यहाँ ओर्लिएन हामी चाहिँ सिधै गङ्गोरी पार्कमा जान्छौँ पहिला गङ्गोरी पार्क जान्छौँ अनि घुम्छौँ त्यसपछि मात्र हस्पिटल गएर बहिनी सुइहाल्नु भनेर हामी फर्केर जान्छौँ यस्तो पनि झन् गाडीहरू आउँछ त यस्तो भाडा जाने यहाँभन्दा माथि पनि गाउँ छ र दाइ अङ्कल यिनीहरू यहीँ रिजर्भ ल्यायो होला त्यसो भए यो गाडीहरू है ए म त यहाँ पहिलोचोटि आउँदैछु झन् खुल्ला पो रहेछ वेलकम तपाईँहरू दुईजनालाई धन्यवाद 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 यताबाट हो यताबाट कताबाट जानी कता खोइ कता ए पछाडि ओहो चटपटी पानी पुरी उता पो हो हामीलाई थाहै थिएन म त पहिलोचोटि आएको गाडी फर्काउने एकदम बाटो पो हुँदो रहेछ ए ऊ त्यहाँ रहेछ नि ऊ ए भित्र त जान नदिने होला गाडीलाई ल भनेपछि अब हामी यहीँबाट उत्रेर जानु पर्यो हामी यहाँ गङ्गोरी पार्क आइसकेका छौँ रिजर्भको रिजर्भ आउँछ त गाडीहरू त मान्छे धेरै हुन्छ जस्तो छ कि के हो आउनु भएकोमा जबरजस्ती जबरजस्ती त भन्न नमिल्ने हो खासमा खोइ रेट त हामीलाई पनि थाहा छैन हामी पहिलोचोटि आयो बिचरा अङ्कल पनि पहिलोचोटि आउनु भएको रहेछ अनि उहाँलाई पनि थाहा छैन रहेछ नि त पैसा कति लिन्छ भनेर हामीलाई चाहिँ उहाँले 600 भन्नुभएको थियो अहिले 500 दिएर पठाइदियो हामीसँग नि पैसा थिएन नि त होइन हामीसँग नि पैसा थिएन नि त होइन सो हामी चाहिँ यहाँ गङ्गोरी पार्कमा आइसकेका छौँ वाउ म चाहिँ यहाँ पहिलोचोटि आएको छु अहिलेसम्म उ भएको थिएन यहाँबाट कस्तो उज्यालो कस्तो उ देखिँदो रहेछ क्या मौसम पनि त्यस्तो घाम चर्केको पनि छैन पानी परेको पनि छैन हाम्रो मौसम ठिक्कको छैन कि
अनि हाम्रो भाउजू यता हुनुहुन्छ उहाँले प्यान्ट भएन भनेर उहाँ गुनासो गरेको गरे भइरहनु छ पैसा मात्रै धेरै लियो त्यसले मेरो प्यान्ट राम्रोसँग सिलाइदिएन भनेर रिस्ट गर्दै हुनुहुन्छ गुनासो फाइनली अब चाहिँ हामी यहाँ गङ्गोरी पार्क आइसकेका छौँ हाम्रो पार्क हामी यही हेर्नको लागि आएको त होला नि होइन भएको त यही त होला नि यहाँ पार्क गङ्गोटी पार्क अब चाहिँ भित्रै बहिनीहरू छिरिसकेका छौँ एउटा छिरेर त्यहाँ पुगिसक्यो छिर्ने गेट हेर्नुहोस् न ओहो छिर्ने गेट पनि त्यस्तो दामी अब हामी पनि छिरौँ न पानी ए सुइकासुई घुमेर झन् मलाई त झन्नै लाग्यो तपाईँ ल त हामी गङ्गोडी पार्क आइपुग्यौँ अब चाहिँ हामी यहाँ थोरै भिडियोहरू बनाउँछौँ फोटोसोटो खिच्छौँ होइन हामी नन्दा भाउजू अनि मेरो उहाँ भाउजू म नन्दा अनि मेरो नन्दा चाहिँ त्यहाँ अनि के त्यहाँ कपल्स रहेछ अरे बिचराहरूलाई डिस्टर्ब नगरौँ रे क्या म त सोचेको खालि छेक्ती चाहिँ मिल्नु सेक त्यहाँ चाहिँ हाम्रो आमाहरू चाहिँ हुनुहुँदो रहेछ ओ सेठी यस्तो यस्तोहरू रहेछ है ल्यान्ड गर्ने ठाउँ हो ओ त्यस्तो सुविधा पनि रहेछ त बाफ्रे बिचरा आफू त पहिलोचोटि आफूले के थाहा सेकेन्डचोटि आएको हाम्रो बाटो डोराउने दर्शक के भन्छ हेर्नु न गाइस हामी चाहिँ यहाँ पहिलोचोटि आएको है हामी दुवैजना हजुर हामीलाई चाहिँ थाहा छैन हजुर नकुद्न कुकुरले टुर्छ फेरि झन् कुद्यो भने बिचारीलाई बिचरा साथीको गन्ध आएर आयो क्या त्यो अनि के ताराले म्युजिक हामीलाई बाटो देखाउँदै थाचोङकै छङछङ खप्पा कुकुरले पो बाटोमै एट्याक गर्न खोजिरहेको मेरो बहिनीलाई बिचारीलाई सातो पप्पी अब के रहेछ होइन यो भित्र हामी तपाईँहरूलाई देखाउँछौँ हामी पनि हेर्छौँ यो चाहिँ जवान जवानीहरूको लागि बनाएको होला सायद होइन हाम्रो ढिङ बस्नको लागि रे के हाम्रो लागि त होइन होला तै पनि बस्दिन्छु आयामै हाम्रो लागि बनाएको त होइन होला तै पनि बस्दिएँ अब हामी दुईजनाको त अब होइन बाहिर हुनुहुन्छ नि त अब हामी दुईजनाको लागि हो तिमी आऊ अब तिमी अब सँगसँगै आऊ अब चाहिँ चल्दिएको होइन नि आइपुगेको चाहिँ हल्लो चल्दिएको होइन नि आइपुगेको चाहिँ हल्लो पहिला अगाडि चढ्दिएको खासै के त छैन रहेछ मान्छेहरूले गङ्गोडी पार्क भन्थ्यो यहाँ त खासै अब त्यस्तो साह्रो खासै केही त नभनौँ अलिक खुल्ला चाहिँ रहेछ है अलिक त्यस्तो के वाउ टाइपको रहेछ क्या आइपुग्ने बित्तिकै त्यस्तो के नभए पनि के ठाउँ नै कस्तो वाउ टाइपको रहेछ क्या है तर यति मात्रै हो नि यति मात्रै यति मात्रै तर कस्तो वाउ टाइपको चाहिँ हुँदो रहेछ क्या आइसक्यो फेरि सेल्फी के वाउ खाना किन ऊ त पिङले नि मेरो यसमा जानेको फर्स्ट टाइम आएको फर्स्ट टाइम यता सोको लागि बनाएको नि सरकार जिब्रो लहर बढिन्छ आफ्नो छिटो भने त्यहाँ एक्सर्साइज गर्ने ठाउँहरू छ ओ बिहान बिहानै आउनुपर्ने छ त्यसपछि बिहान घटाउनलाई मर्निङ वाकमा यसो एक्सर्साइज गर्नु तपाईँ त ठिकै छ है त्यही भन्नु घटाउनु यो भित्र चाहिँ खानाहरू पकाएर खाने हो यहाँ पिकनिक आउँदा त्यस्तो सुविधा नि हामी यहाँ बसेर खाँथ्यौँ कि यहीँ बसेर खाजा खाएको चाहिँ के हो एक्चुली यहाँतिर चाहिँ यसो वर्कआउट गर्नुपर्ने हुन्छ यहाँ अब तर खाउ चाहिँ दामी बटारको थियो होइन यो आउनुहोस् तपाईँहरूले बटार माथि उता हो होइन होइन यो बटार नै हो ल यहाँ गर्नु यहाँ एक्सर्साइजहरू गर्नु न जानु ल फटाफट ल गरिहालौँ न ल यो त निकै हाँस उठ्दो छ नि त एक्सर्साइज अब हामीले सिकाउन लाग्छ त्यहाँ यस्तो हो योहरूको लागि हो क्या बहिनीले सिकाउँदैछ त्यहाँ भाउजू बसिरहनु भएको मलाई चाहिँ यसरी राखेर हामी दुईजना चाहिँ हेर्नुहोस् त्यहाँ रमाइलोको लागि राखेँ हो अर्को चाहिँ के मुनि गर्छु यत्रो त
यो आफूले आफूले उचाल्न नसकेर यो त ठिक लाग्यो है गाइस आखिको भन्दा त यता हल्का खिच्दिनु न गाइस यता हल्का खिच्दिनु न गाइस खिच्दिनु न हाम्रो आफूले आफूले वाह दाइफिरा हुन्छ अब नानी मलाई ज्ञान छ 2 3 4 5 हार मानिसक्यो यता यता चाहिँ पुरै जोसमा हुनुहुन्छ यहाँ फेरि जानेन भने त उल्टा ए मेरो क्यामेरा यसमा जानु पाले मजा बजला किन हाय गाइस कम्पिटिसन हामीहरुको गेम अब बहिनीले उसको भाउजूलाई गेमको तालिम दिँदैछन् ल है ओहो के हो गाइस आका फेरि हामी त पुरै हैन एक मुरी धान बोके बराबरै छ गाइस यहाँ चाहिँ साइकल चलाउने म चलाउने त्यो साइकल त्यस्तो साइकल के चलाउने त्यही त अनि चाहिँ अब हामी चाहिँ यहाँ कङ्गरे पार्कको उसमा के भन्छ यो सबै मतलब कङ्गरे पार्कमा त आइपुगेको अघि नै अब यो पार्कमा भएको यति जस्तो छ अनि यहाँ चाहिँ यता तपाईँहरूलाई देखाउँछ यो चाहिँ हाम्रो बटार बजार हो बटार बजारको अलि तलपट्टि आएर अनि यो माथि आइसक्यो यो कङ्गरे पार्क आइपुग्दो रहेछ यो चाहिँ हाम्रो बटार बजार आदि मात्र देखिरहेको छ यहाँ नि छ यस्तो ठाउँ छन्नलाई त हामी चाहिँ यहाँ आइसकेका छ हामी चाहिँ यहाँ यहाँ आएर पनि हामीले के खेल्छौँ के केही न केही जान्नु यार अब पहिलोचोटि आएँ केही थाहा छैन बहिनी त पहिला नि आएको त सुइकासी खेलेर धेरै केही नजान्ने भनेको हामी दुईजना हो यो त जेमा पनि सुइकासी हाम्रो भाउजू दुई दुईवटा ब्याग बोकेर अब भइसकेर अब एउटै छ भन्दा नि फेरि नभने हेरि छन् भन्दा भन्दै लड्यो भने बिचा ओइ म त हालिरहेको अघि चाहिँ एकदमै खतरा नै भएको थियो अब चाहिँ भयो दुबईको लेभल मिलेपछि त एकैछिनमा हुँदो रहेछ हो गाइस हो लड्दा लड्ने पछाडि गर्नु हो त्यसरी म चाहिँ हालिरहेको ओ खाली यहाँ पछाडि एउटा टक्क बिल्डिङहरू बनाउनु पाएँ हेर्न सक्नुहुन्छ यता चुचुन्दरहरू खेलिरहेको छ यस्तो फिल भयो त्यसैले हामीले चाहिँ आएर नि घुमेर नि फोटोसोटो खिचेर भिडियो बनाएर बसेको छ अब चाहिँ हामी जान लागेको छौँ अब चाहिँ हामी त्यहाँ तल गएर एउटा दुईवटा भिडियो बनाउँछ त्यसपछि चाहिँ अनि हामी जानेछौँ यहाँबाट चाहिँ अन्त हामी टाइम नै कति ढिलो भइसक्यो नि हामी चाहिँ हस्पिटल नै जानु छ सो अब चाहिँ हामी जान लागेको चस्मा लाएर होइन चस्मालाई चाहिँ कस्तो देखिँदो रहेछ रमाउने न रमाउने देखिन्छ कि क्या हो केटाहरू त पटिन्छ कि क्या हो या बिचरा मेरो बुढो होला नि त फेरि त्यस्तो केटाहरू त हेरेर हिँड्दिनँ म त्यस्तो मजाक गरिरहेको मात्र छ हामी चाहिँ अब जान्छौँ हाम्रो भाउजू यसरी बसेको अझै भएको छैन मेरो चाहिँ मल फेरि भिडियो सिडियो बनाउनु पुरा तातिसक्यो कि यो मलहरू मै गड यस्तो तातिसक्यो तै पनि भिडियो बनाउन मन लाग्छ फोटो खिच्न मन लाग्छ मोबाइल खसेकै बहिनीको यहाँ भिडियो बनाउन अड्केर राखेर रहेछ मोबाइलै खस्दिरहेको ल हामी चाहिँ लागेको ल गाइस अब हामी चाहिँ यता मान्छेहरू आउनु थाल्यो मान्छेहरू आइसक्यो आफूलाई भिडियो छिटो बनाउनु नि लाज लाउँछु तपाईँ के हाल्नु यता दुईवटा भैँसी लडिरहेको आपसमा दुईवटा भैँसी आपसमा जुधिरहेको छ पानीपुरी खाएर चाहिँ हामी जान्छौँ यहाँ मासु कालो र सेतो भनेर कालो र कालो र चौरी परेको र तुप्लो बनमा भइरहेछ अनि हाम्रो आन्टीले उहाँ पानीपुरी बनाउँदै हुनुहुन्छ सो हामी चाहिँ पानीपुरी खान्छौँ अनि त्यसपछि चाहिँ हामी जान्छौँ हाम्रो पानीपुरी पनि आइसक्यो अब चाहिँ हामी पानीपुरी खान्छौँ छोड मिलाइन्छ
खाउन खाऊ छिटो आमेन धन्यवाद परमेश्वर पिता हामीले खाने छ तपाईँलाई आशीर्वाद सेवाको नाममा आमेन खाइ ल टेस्ट गरौँ न चेयर्स ल वा यस्तो माया गर्न चाङ्बो चाहिन्छ त वा बदाम उहाँले एउटा नि छैन ए यहाँ रहेछ उहाँले एउटा नि छैन अब चाहिँ हामी यहाँ कङ्गरे पार्कबाट चल्दिएको बहिनीले आइसक्रिम पनि लिएर आइसकेको रहेछ अनि हामीले पानीपुरी पनि खायो निलम थोब्रा न त गाइज हाम्रो भिडियो चाहिँ यतिसम्म नै भयो हाम्रो चाहिँ हस्पिटलले जानु छ जान त हस्पिटल जानु छ बहिनीको सुई हार्नु छ त्यसपछि घर जानु छ अहिले त हाम्रो मलमा चार्ज पनि छैन हामी भिडियो गर्न पाउँदैन सो त्यही कारण हाम्रो भिडियो चाहिँ यहाँ एन्ड गर्छु हाम्रो भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला अनि फर्स्टमा चाहिँ तपाईँहरूलाई हाम्रो भिडियो लास्टसम्म हेरिदिनु होला अनि सबैजनाले हाम्रो कमेन्ट गर्नु होला है हाम्रो भिडियो के कस्तो भयो होइन हामीले चाहिँ अब जस्ट हामी जहाँ जहाँ गएको छौँ हामी जे गरेको छौँ हामी त्यो देखाउने प्रयास गर्दै हो अब हाम्रो भिडियो कस्तो लाग्छ तपाईँहरूले लास्टसम्म हेर्नु होला अनि सम्पर्क गर्नु होला किनभने हामीसँग छैन अनि हाम्रो भिडियोलाई पनि तपाईँहरूले फुल्ली हेरिदिनु होला सबैजनाले अनि हामीलाई माया गरिदिनु होला थ्याङ्क यू सो मच बाई राखेँ ल ए खाइ ल खाएँ ल